ओइ त्यहाँ हेर्नु त के हो ओइ भाउजू त्यहाँ हेर्नु त के हो केही पनि कता हो मलाई किन एक्लै छोडेको उफ डर लाग्यो तिम्रो छोरालाई चाहिँ किचकन्डीले भेट्टाको यसरो त काँडालाई पन्साएर हिँड यहाँ घर हो त नि अनि के कुचो लिएर आउनु पर्ने हो तैँले यो त घर लानुपर्छ क्या हो के यो मुढा ऐ तेरी यस्तोले टोक्छ कि यताबाट तल झर्ने भेरी स्पेसल सुज है यो चाहिँ कम्तीमा नि 10-12 करोडको होला है है जुत्ता है जङ्गलमा आउँदा भोक लाग्यो भने पहिला पहिला हामीले यसै नै खान्थ्यौँ यस्तो गरेर चल ल आउनु पर्यो लिन कता हो मुखै तितो बनायो तिते करेलीले मलाई लट्टै बनायो झिमझिम परेली जीवन हो घाम छाया सैया हैन हामी चाहिँ वनमा गएर घुमेर चप्पल पनि चुटियो गाइस और अभी तो रुको क्लाइमैक्स अभी बाकी हेलो गाइस वेलकम टु माई च्यानल है फेरि एकपल्ट हामी चाहिँ आज दुईटा छोरी र अनि भाउजू भएर हामी जङ्गल आएका छौँ जङ्गल प्रवेश गरेका छौँ भाउजूहरूले अब न्युरो टिप्ने भन्ने कुरा गर्नु भएको छ साथसाथै हामीसँग हाम्रो डगी पनि हेर्नुहोस् हाम्रो डग पनि आइसकेको छ अस्ति लडेको लडेर मेरो ज्यान बचाउनलाई लडेको घाइते भयो यस्तो छ के हो यसको नाम के हो रे बबी बबी माथि हिँड्के यसरी बबी ल भाउजूले त्यहाँ बाटो देखाउँदैन हुन्छ हिँड्न कता कता हिँड्ने आज रमाइलो हुनेवाला छ ब्लग चाहिँ होइन हामीलाई चाहिँ अब हाम्रो बबीले पनि साथ दिइरहेको छ के गर्नु त अनि न्युरो टिप्ने हो काल न्युरो न्युरै छैन अब रुखै छैन यता न्युरो छैन तपाईँले चिन्नुहुन्छ होला नि कता कता पाइन्छ लिएर हिँड्नु त रुखै छैन कटुस होला नि कस्तो उडेस होला अहिले त खाने होला त होइन कटुसलाई उडुस भनिदिएला हेत्तेरी कडुस भनेको त उस हो नि आजकलका बच्चाहरू धेरै एडभान्स भएछन् क्या त्यही भएर कडुसलाई उडुस हामी काल न्युरो टिप्ने भनेर आएको ल जङ्गलमै हराउने भयो जस्तो छ हेत्तेरीको खोइ बाटै भेटिएन त ल खोइ कता हो भाउजू बाटो त यता हो के रे यिनीहरू तल गए यिनीहरू तलतिर ओ भाउजूलाई पछ्याउ त यता कता हो भाउजूलाई पछ्या तिमीहरू हिँड्नु नि त कुकुरले तिमीहरूलाई पछ्याइहाल्छ नि तिमीहरूको पछि हिँड्छ ए तेरिका हे तेरिका यसको डाँडातिर काँडा भनेर हिँड्ने जस्तो त काँडालाई पन्साएर हिँड यहाँ घर हो त नि अनि के कुचो लिएर आउनु पर्ने हो तैँले बढाल्दै हिँड्नलाई हो र अहिले भन्यो नि त जान त ले 2-3-4वटा ल्याए त आया खुट्टामा फेरि टोकिहाल्यो केले टोको यस्तोले टोक्छ कि हेर्दा यसले यसको चाक कस्तो अमिलो हुन्छ खासस् ओ काँडालाई पन्साउँदै आइज क्या ओ त्यस्तो गरिस् भने त अन्त राति पनि पुग्दैनस् घर खुइ हिँड्न खोप्न दिनु त यही यादगार हुन्छ आथु होइन क्या आइया हो ल हो निस्कि हो के हेर्ने र खानेकुरा हो यो कस्तो यो पात कस्तो मिठो हुन्छ क्या यो होइन खाने बाक्ले मलिलो पात होइन जङ्गलमा आउँदा भोक लाग्यो भने पहिला पहिला हामीले यसै नै खान्थ्यौँ यस्तो गरेर चल दामी मिठो हुन्छ ल्यारो घाँस न्युरो सिउरो छैन घाँस मात्रै छ न्युरो छैन जिन्दगीमा सबै कुरा गर्नु
तर यो जङ्गलमा एक्लै एक्लै हिँड्ने काम चाहिँ नगर्नु है साथीहरू। यस्तो ठुलो घटना घटेको छ नि मेरो जीवनमा। जब म 10 वर्षको थिएँ, मेरो स्टोरी सुन्नलाई चाहिँ तपाईँले चाहिँ यो ब्लग चाहिँ कन्टिन्युसली हेर्नुपर्छ है, त्यहाँ एन्डसम्म, अन्तिमसम्म। ओइ त्यहाँ हेर्नु त के हो? ओइ भाउजू त्यहाँ हेर्नु त के हो? केही पनि होइन। डिप्रेसन। ल साथीहरू हेर्नुहोस् त कसले यहाँ जुत्ता छोडेको। ओए मेरिस्तालाई हुन्छ कि के हुन्न छोएर। ल है यस्तो यो जङ्गलमा चाहिँ यो ट्रेकिङ गर्दाखेरि छोड्यो होला नि, नभए त्यसैले लहटेर छोड्यो होला नि कालो जुत्ता है। लस एन्ड फाउन्ड है, यो कसको हो? अब हामीले भेटाएको छौँ यहाँ, आउन सक्नुहुन्छ। तपाईँको नम्बर मलाई दिनुहोस् है, म तपाईँलाई जुत्ता दिन्छु। भेरी स्पेसल सुज है, यो चाहिँ कम्तीमा नि 10-12 करोडको होला है, है जुत्ता है। यता त तर्साउनु दिन्छ नि भाउजू त्यो उसमा त, डाँडामा त। कहाँ? त्यो के अरे सेतो डाँडा हो के डाँडा भन्छन्? यहाँ त यहाँ त्यो त हो। को निस्केन स्कुल त यता हो। ए ल हिँड्नु त किन साइलेन्ट हो, हिँड्न कुरो। त्यो यो यो यसलाई राख्, यसलाई यहीँ राख्ने, यता अहिले आउने बेला लिएर जालोस्। यो चाहिँ एकदम पुरानो जमानाको स्कुल हो। यहाँ चाहिँ यो चौतारा छ है माथि, है यो चौतारा छ। अनि यहाँ चाहिँ धेरै वर्षभन्दा पहिला चाहिँ जब चाहिँ नेपालमा स्कुलहरू थिएनन् त्यति बेला चाहिँ यहाँ हाम्रो दाइहरू चाहिँ आएर पढ्ने गर्थेँ। अनि ल हेर्नुहोस् यहाँ चाहिँ सबै कुरा व्यवस्था पनि छ, एकदम खुल्ला छ ठाउँहरू होइन। अनि यहाँ एकचोटि के भयो भन्दाखेरि चाहिँ म जब 9 वर्षको उमेर थिएँ, म यहाँ ठ्याक्क स्कुलबाट आएर अनि के गरेँ भन्दाखेरि चाहिँ घरमा कोही पनि देखिन, रोशनी दिदीहरू सबैजना। त्यति बेला चाहिँ यहाँ चाहिँ जङ्गलमा चाहिँ दाउरा टिप्ने चलन थियो क्या त्यति बेला, घरमा चुलोमा आगो बालेर पकाउने चलन थियो। अनि त्यति बेला म यहाँ ठ्याक्क जङ्गलमा अब दिदीहरू सबै यहाँ दाउरा भाँच्न आउनुभयो भनेर थाहा पाएपछि म ठ्याक्क आएँ उता घाँटेपतिर, उता पानी टङ्कीतिर आएँ। त्यहाँ आएर चाहिँ एकछिन बसेर दिदीहरूसँग चाहिँ कुरा गरेर अनि त्यसपछि दाउरा टिपेँ। अनि दाउरा टिपेपछि हामी चाहिँ यही बाटो हुँदै आयो, भारी भएपछि यही बाटो हुँदै आयो। अनि त्यहाँनिर त्यो यहाँभन्दा उता पनि छ यहाँ ठाउँ, यहाँ आएपछि चाहिँ हामीले त्यहाँ भारी बिसाएँ। मैले चाहिँ यहाँ टाउकोमा भारी बोकेर आएको थिएँ, त्यहाँ भारी बिसाएँ मैले। अनि भारी बिसाएपछि चाहिँ एकछिन त्यहीँ आराम गऱ्यो। अनि आराम गर्दा अनि रोशनी दिदीहरूले के भन्नुभयो भने, रोशनी दिदी गीती दिदीहरू हुनुहुन्थ्यो, ल त जाम भनेर भन्नुभयो। त्यसपछि उहाँहरू चाहिँ हिँड्नुभयो। अनि ठ्याक्कै हिँडेपछि मैले त्यो भारी उचाल्नै सकिनँ क्या, टाउकोमा उचाल्नै सकिनँ। अनि त्यसपछि बल्ल तल्ल उचालेँ। अनि त्यो उचाल्ने क्रममा चाहिँ त्यो दिदीहरू चाहिँ यता आइसक्नु भएको थियो। अनि त्यति बेला यहाँ के हो, यहाँ मान्छेहरू मरेपछि चाहिँ उनीहरूलाई क्रिया गरेपछि चाहिँ उनीहरूको कपडा लता के भन्छ कपडाहरू, अनि त्यसपछि उनीहरूको त्यो रिबनहरू यहाँ बाँध्ने चलन हुँदो रहेछ। त्यो बाँसघारीहरूमा बाँधेका थिएँ कि। अनि त्यहीसँग खेलिरहेको थिएँ म। अनि त्यसपछि त्यो खेलेपछि अनि त्यही रिबन सिबनले त्यो मेरो दाउरा फुस्केको थियो, मैले बाँधेँ। अनि बाँधेपछि ठ्याक्क टाउकोमा राखेर त्यो दिदीहरू चाहिँ तल पुगिसक्नु भएको थियो। अनि गएँ म। अनि गएर घर पुगेपछि म घरमा दाउरा राख्ने बित्तिकै म भत्राङ्गै ढलेपछि अनि आमाले ला मेरो छोरालाई के भयो भनेर चाहिँ आमाले चाहिँ मलाई फुक्न लानुभयो। त्यति बेला म हिन्दू थिएँ, फुक्न लानुभयो। त्यहाँ एउटा बाजे हुनुहुन्थ्यो नि भाउजू, त्यो कालो तक्ला ठ्याक्क गान्धी जस्तै त्यहाँकै। अनि त्यहाँ लगेपछि उहाँले चाहिँ मलाई त्यहाँ अगाडि राखेर भित्र गएर उहाँले चामल दाल के त्यो नाङ्लोमा लिएर आउनुभयो। अनि त्यसपछि केलाएर एउटा दुईवटा तिनवटा चार पाँचवटा दाना एकातिर यसरी देखाउनु भयो। त्यो चाहिँ याद छ मलाई। अनि त्यो देखाएपछि उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ तिम्रो छोरालाई चाहिँ किचकन्डीले भेट्टाएको हो, पछाडिबाट भेट्टाएको रहेछ र त्यही भएर तिम्रो छोरा बाँच्यो। अब आइन्दा छोरालाई चाहिँ जङ्गलमा एक्लै नपठाउनु भनेर चाहिँ त्यसले भन्यो। अब छोरालाई पठाउँदाखेरि चाहिँ एकदम होसियार गरेर पठाउनु जङ्गलमा केही गरी पठाउनु भयो भने, अगाडिबाट भेट्टायो भने तपाईँको छोरालाई चाहिँ धेरै ठुलो नोक्सान हुनसक्छ, त्यसले जे पनि गर्न सक्छ भनेर चाहिँ त्यसरी चाहिँ मेरो जीवनमा घटना घटेको। त्यहाँबाट म जिन्दगीमा चाहिँ जङ्गलमा चाहिँ एक्लै प्रवेश चाहिँ कहिले पनि गरेको छैन। र आज धेरै दिनपछि विदेश गरेर आएपछि चाहिँ
जङ्गल प्रवेश गरिएछ अनि त्यो याद पनि ताजा भयो, त्यही भएर तपाईँहरूलाई मैले सुनाइदिएको ल। अब यता वन क्याम्पस निस्किने, यता घाटा पँधेर जाने, कता जाने भन? घाटा पँधेरतिर हिँड्नु नि। यो त वन क्याम्पस यहीँ हो कि? ए यताबाट गइन्छ होला। यहीँ हो भाउजू, यहाँ छ नि यहाँ। मैले मेरो भारी बिसाएको चाहिँ यहीँ हो। अनि यहाँ चाहिँ बाँसको त्यो सानो सानो त्यो नियाला हो के भन्छ नि, त्यस्तो त्यस्तो थियो। त्यहाँ चाहिँ रिबन बाँधेको थियो कि यो के को हो हेरी यस्तै यस्तै रिबनहरू चाहिँ बाँधेर राखेको थियो कि, यो त धदाहरू बाँधेको होला। यस्तै यस्तै। अनि त्यो के भन्छ स्कुलमा लाउने रिबन हुन्न, त्यो केटीहरूले लाउने हो त्यस्तो रिबनहरू यसरी बाँधेर राखेको थियो। म चाहिँ त्यो रिबनहरूलाई पुरा मजाले खेलेर कलेक्सन गरेर अनि त्यसैले दाउरा बाँधेको थिएँ कि। त्यहाँपछि घर गएपछि मलाई त्यस्तो भएको। खै पिङ्क पनि छ रुखमा? ए त्यो त त्यो रुखलाई के गरेर चिन्ने यिनीहरूको प्लान। जङ्गल आउँदै गर्दा अब यस्तो कुरा देखियो। यो चाहिँ के हो यस्तो? साथीहरू तपाईँले बुझ्नुहुन्छ भने तपाईँले भन्नुहोस् त। सायद यो चरा कसैलाई फसाउनलाई राखेको हो कि जस्तो लाग्यो मलाई चाहिँ। हेर्नुहोस् त के हो यो, हेर भाइ के हो, हेर्नुहोस् त के हो यो। ल हेर्नुहोस्, म त बुझिनँ यो किन राखेको हो भनेर। तपाईँहरूले बुझ्नुभयो भने चाहिँ भनिदिनुहोस् ल। ओइ दाउरा हेर त यहाँ। ए दाउरा हेर यहाँ। यता भिडियो बना भनेको क्यारिसेल। लौ एउटा पाइन्छ भनेको त के पाउने नि एउटा यस्तो यो त घर लानुपर्छ क्या है? यो त घर लानुपर्छ क्या हो? के यो मुढा तेरी लान दिन्न के भएको? यो भाँचेको हो कि भाँचेको हो? भाँचेको हावाले। भाँचेको हो? हावाले भाँचेको हो। कसले भाँचिदिएको हो? हावाले। ल आउनु पर्यो लिन। कता हो? ल आउनु। ए ल यहाँ त दाउराको भारीहरू चाहिँ ल कन्टेन्ट पाइहाल्यो होइन? तपाईँहरूले भाँच्नु भएको यो दाउरा? ए होइन आसीले त्यो लान्दिन्छ नि त सबै। लान्दिन्छ नि त। ए पसिनै पसिना भएर दिने हो त है। आमामा मछेर होइन? हस् अब क्यामेराले कगजको खिच्छ मलाई थाहै छैन है। नखिच है, भिडियो मात्र बना, फोटो खिच्ने होइन। ल हिँड्छौँ। तेल लाएर हो क्या? कता हो? मलाई किन एक्लै छोडेको? डर लाग्यो हो मलाई त। हेत तेरिके दिउँसो आउँदा डर लाग्नै पर्दैन। यस्तो छैन आउँदो रहन्छ। पानी छैन? पानी नै नरहेछ त। खै ड्रोन दे त, ड्रोन उडाइदिउँ। यहाँ उडाइदिउँ ड्रोन। यहाँ नि हुन्छ भयो नि अब भाग्छ अरे यस्तो भाग्छ कि डरपोक। कहाँ गयो खै त्यो? पुरेको रे अझै। भाग्छै भाग्दैन।
भाग्यो 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 सरर भाग्यो गरिरहेको छ अन्त माथि उडा मेरो होम पोइन्ट अपडेट तर्सी हेरेर मैले के गर्छ साथै उडेछ डरा गएर बबी डराइ चिलाएर लास्ट है न्युरो टिप्न आएको होइन र हामी खोइ त न्युरो टिप्न आएको काल न्युरो होइन र ए त्यही हो ए त्यही एउटा टिपेर लाने गर यस्तो बेला न बेला पानी परिदिन्छ भनेको जिन्दगी वहाँ डगी आउनु जीवन हो घाम छाया सुख दुःख दुवै हुन्छ जीवन हो बिना माया छटुपट्टि हाम्रो कालेसँग त गोरे पनि आएछ नि त पछाउँदै कालेलाई गोरेले नै हो के मन पराउने यस्तै हो पानी पर्यो पानी पर्यो पानी पर्यो घर जाने बेला भयो घर जाने बेला भयो हजुर जिन्दगीको के छ आइज आइज जता पाए त्यतै खुट्टा ठाडो पारे मुते छ ओइ हाँ क्या अन्त भिजेर तिमीलाई म भुल्न सक्दिन जहाँ चाहु तिम्रो याद आइरहन्छ यो खोला यो नाला यो पहाड भन्ज्याङले मलाई बोलाइरहन्छ मेरो नेपाल मेरो नेपाल मेरो नेपाल जिन्दगीको के छ र के रे घाम पानी पर्यो भने के हुन्छ स्यालको बिहे होइन सालको पानी ए स्यालको पानी हुन्छ तालको पानी सुन्दैछु पानी पर्छ तप तप पानी पर्छ तप तप भिजेको छु राछु छु लगायत अब चाहिँ हामी आमा छोरीले गाउन लागेको छौँ कुन गीत भन्दा चाहिँ मुखै चित्त बनाए चित्त करेलीले भन्ने पानीवालाले यस्तै भयो ल 1 2 3 गो मुखै चित्त बनाए लास्ट लाग्यो तपाईँलाई 1 2 3 गो मुखै चित्त बनायो चित्ते करेलीले मलाई लट्टै बनायो जिम जिम पारेली
हाम्रो छाता यी यस्तो यस्तो छाता बा अब म त गिराउँदिन मनको गीत कुन हो मेसा सोल्टी भानी बोलाको सुनेन कि मायाले सुने पनि नसुने यो चाहिँ हाम्रो बाबाको फेभरेट गीत हो अनि बाबाले गीत सुन्यो भने हाम्रो मम्मी के हेरेको भन्ने सोच्नु भएको होला हजुरहरूले हेर्नुहोस् छोरी हिँड्नु हिँड अलग बिर्सिन्छ मलाई अब हामी चाहिँ गीत गाउन आँटेका छौँ होइन ल 1 2 3 गो मुखै पितो बनायो तिते करेलीले मलाई लाठै बनायो झिमझिम पारेलीले हाम्रो भोइस राम्रो भयो नि नराम्रो भयो नि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला किनकि अब यो भिडियो चाहिँ हाम्रो अङ्कलले हाल्नुहुन्छ आमा छोरा भन्ने भिडियो छ गाइस गऱ्यौँ अरे यस्तो भयो पानी आएर त्यस्तै भयो होइन हामी चाहिँ वनमा गएर अनि घुमेर चप्पल पनि चुट्यो गाइस अब कुन चप्पल लाउने भन्ने थाहा छैन गाइस के गर्ने यस्तै त हो ब्रो घाटे बमरी जाऊ कहाँ गयो जुरेली किन गीत गाउँदैनौ सैया God have mercy upon us. न्युरो टिप्ने भनेर गएको थियौँ अब न्युरो देखिएन बल्ल बल्ल छोरीले चाहिँ एउटा टिपेर ल्यायो ठिकै छ त्यही एउटा भए पनि काम लाग्छ कहाँ फालिस् त्यो फाल्दिउ त्यो है त यदि भन्दै अन्तिमसम्म तपाईँले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है बाई गरौँ मन पऱ्यो भने यस्तो भिडियो हेर्नको लागि चाहिँ तपाईँहरूले चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ र आफ्नो साथीभाइहरूलाई चाहिँ सेयर गर्न सक्नुहुन्छ ल हस् थ्याङ्क यू सो मच बाई बाई गरिदिनु बाई बाई गर्नु न